होइन के हो गाइज यो कुरो? सबैले मुद्दा फिर्ता मात्रै भनेर रोइलो गरिराखेका छन्। ढाडले मर्ने बेला भइसक्यो जलेर। अनि भ्रष्टाचार गरेर औषधि उपचार गरेको फिर्ता पैसा फिर्ता भनेर किन भन्दैनन्? त्यो पैसा फिर्ताको पनि कुरो गरौँ न हजुर। ल, अरूको मुद्दा फिर्ता भयो भने रिस डाह गर्नेहरूले त्यो भ्रष्टाचार गरेर खर्च गरेको पैसा फिर्ता, अनि भ्रष्टाचार गर्ने अनि पैसा फिर्ता गरेर उन्मुक्ति पाउने, के यो नेपालमा कानुन यस्तै हो? हाम्रा सुकुम्बासी नेता बालटारको जग्गा फिर्ता गरेर उन्मुक्ति पाए जस्तो, जति भ्रष्टाचार गरे पनि फिर्ता गरिदियो, उन्मुक्ति पायो। यही होइन पारा? ल ल गाइज कमेन्ट गरौँ त, के भ्रष्टाचार गरेको पैसा फिर्ता हुने बित्तिकै उन्मुक्ति पाउने हो कि सजाय पाउन पर्ने हो? कमेन्टमा बताउनु होला। हस् त, धन्यवाद।